Hi guys, good morning. Welcome back to my YouTube channel. अनि आज चाहिँ मैले मैले भ्लग नगरेको कति भएछ अनि अहिले मैले भ्लग स्टार्ट गरेको रेकर्ड बटनै स्टार्ट थिच्न बिर्सेछु ओ माई गड है अनि यहाँ मैले चाहिँ आज कति पछि भ्लग गरेको आज कस्तो मनभित्रबाट भ्लग 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 भनेर आइरहेको थियो सो आइ एम स्टार्टिङ अ भ्लग आज चाहिँ मेरो केही त्यस्तो उ त थिएन तर आज म फिक्कल जाँदैछु and it's again my health problem. 2026 was gonna be my year, but I'm having problem after problem. I'm having a gum problem. यो कस्तो सुन्निएको जस्तो भइरहेको छ सो आइएम गोइङ टु सो द्याट अनि विल डु अ लिटल बिट अफ सपिङ आई डोन्ट नो सपिङ भन्छु तर मैले कहिले गर्दिनँ अस्ति पनि सपिङ 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 भने मैले गरिनँ गर्नु चाहिँ गरेँ बट इट्स नट द्याट सपिङ इट्स क्रकरी सपिङ बट आइएम एक्साइटेड फर द्याट सो या अब हामी चाहिँ जान्छौँ आइएम अलरेडी रेडी अनि या विल गो एन्ड सी हाउ डे गोज या I'll catch you in a bit. मेरो कपाल don't judge this, okay? Okay, you all, I am back and it's a haul time. I bought a lot of things, but it's not related to a beauty or a fashion. I don't even have a one piece of clothing, but I have a lot of crockery. So yeah, like it's basically a kitchen essential things. मलाई चाहिँ के अरे आई हेभ प्रमिस्ड जबसम्म म अर्को ट्रिप के अरे प्लान गर्दिनँ जबसम्म म अर्को ट्रिपको लागि पैसा जोड्दिनँ तबसम्म म एक पिस अफ क्लोदिङ पनि किन्दिनँ द्याट मैले सोचेको छु सो द्याट्स द्याट अनि yeah I got a lot of things for my kitchen because my kitchenलाई त कति कुरा चाहिन्छ and you know we run a hotel kitchen so त्यसको लागिलाई त झनै धेरै कुरा चाहिन्छ अनि या अनि चाहिँ त्यसको लागिलाई धेरै कुरा चाहिन्छ अनि लास्ट ब्लगमा म बिर्तामोड गएको थिएँ अनि त्यहाँ मैले सपिङ गरेको थिएँ जुन मैले तपाईँहरूलाई देखाइनँ सो ब्याड अफ मी त्यही भएर म त्यो हल पनि गर्छु अनि फर्स्टमा हामी गएको थियौँ 160 सप त्यहाँ मैले भाइलाई कति भिडियो गरिदिएँ भने भिडियो पनि गर्दैन अनि एउटा कुरा पनि त्यहाँ मलाई मन पनि परेन सो त्यति बेला के अरे 1 विक भइसकेको थियो त्यो खुलेर अनि त्यहाँ चाहिँ कति दामी दामी सामानहरू मैले अनलाइन देखिरहेको थिएँ मान्छेहरूले किनेको अनि सब सकिएछ हामी गएको बेलामा अनि मलाई केही मन परेन लास्टमा केही नभए पनि आई गट दिस डायरी इट्स अ गुड डायरी लाइक राम्रो पेज छ एन्ड अल द्याट आई हेभ मैले लेखेको पनि छु इट हेज अ गुड क्वालिटी पेज बट 160 को लागिलाई आई डोन्ट नो इट what to feel about it. It's a good diet. It's like a capybara को like फ्रन्टमा पिक्चरहरू होइन इट्स क्वाइट लाइक मलाई कति जानु मन लागिरहेको थियो केही नकिने त निस्किनै मन लागेन त्यही भएर मैले त्यो किनेको अनि त्यसपछिबाट हामीले अरू सब चाहिँ लाइक एक दुईवटा कुरा क्रकरी रिलेटेड नै थियो अनि फर्स्ट थिङमा चाहिँ मैले किनेको थिएँ गमला इट्स लाइक त्यो सेरामिक जस्तै देखिन्छ तर प्लास्टिक हो इट्स सो गुड क्वालिटी 1600मा 6वटा इट्स सो गुड क्वालिटी बाहिर चाहिँ मैले देखाउन मिलेन फुलहरू लगाएर राखिरहेको छु अलरेडी इट्स सो गुड क्वालिटी लाइक आई एम इन लभ विथ द्याट अनि अर्को चाहिँ हामीले किन्यौँ लेट मी सो यो ग्लास इट्स अ टम्लर ग्लास मैले खोलेको पनि छुइनँ लाइक लिटरली it look like this like a basic tumbler glass and I know this kind of things are very Pinteresty but यो ग्लास अलिक पातला छ
if you can listen or not, I don't know. Your glass is patla patla, so but it's very aesthetic. Like I say dirty so, but it looks quite good. यो पनि होटलको क्लिचनको लागिलाई हो जतिवटा ग्लास किने पनि फुटिहाल्छ सो त्यो त मैले धोएरै देखाउनु पर्ने थियो द नेक्स्ट थिङ द्याट वी गट आर द वाइन ग्लास इट्स सो डर्टी मैले त्यो कार्टुन पनि खोलेर हेरेको थिएँ त्यहाँनिर स्याम्पल थियो अनि स्याम्पल हेऱ्यौँ अनि त्यही अनुसारको एक कार्टन लगाइदिनु भनेको त इट्स अ गुड क्वालिटी लाइक ग्लास बट इट्स डर्टी इट निड अ गुड वासिङ अर्को कुरा किनेर पनि चलाइसकेको चाहिँ हो यो कप इट्स अ कप मिडियम लाइक ठिक्क साइजको कप नट टु बिग नट टु स्मल गुड फर अ गुड कप अफ टी अनि यो पनि छवटा त्यो पनि छवटा त्यो पनि छवटा अनि तलबाट हामीले ल्याएको ओके वेट the next thing guys please ignore this okay it's very detailed but I'm planning to color it so ignore it so the next thing that I got is मलाई चाहिँ यो कति चाहिएको थियो कि हाम्रो घरमा it came with this cute jute bag I'm like it's so cute it's यो चाहिँ हो यो चाहिँ हो 2 लिटरको टम्ब्लर इट्स stainless steel and yeah it's a huge tumbler I really love it like perfect size को जस्तो लाग्यो अर्को चाहिँ थियो 1 लिटर को त्यो पनि perfect थियो but we need a lot of water so we have that one अनि झापाबाट ल्याएको चाहिँ अलमोस्ट यति नै हो सो या लेट्स मुभ अन टु आजको हल आज त मैले धेरै त किनिनँ बट पनि किनेँ like I don't know how to explain this first thing first we have flowers oh my god I love flowers त्यो गमलामा चाहिँ हाम्रो एउटा चाहिँ मैले जुन भने नि अगाडि गमला त्यसमा चाहिँ हाम्रो राइनोकुलस राइनेन्कुलस oh god I'm so confused राइनोकुलस छ ओरेन्ज कलरको यस्तो दामी छ यस्तो दामी छ when it flowers like जब ब्लुम हुन्छ नि it looks so good अनि अहिले पनि फ्लावरिङ भइरहेको छ अनि म बजारमा हिँड्दै थिएँ आई स दिस यो फुलको भेन्डर अनि त्यहाँ हेरेको त त्यहाँ चाहिँ अरू पनि थियो रेड कलरको काइन्ड अफ मिक्स खालको अनि यो वाइट कलरको थियो एन्ड इट्स क्याच माई लाइक कस्तो एटेन्सन ग्र्याब गर्यो कि oh my oh my god it looks pretty so pretty यो चाहिँ हो फर्स्ट थिङ हामीले किनेको यो 150 रुपियाँ पर्यो यसको नाम मैले बिर्सिएँ के पो थियो बट दिस वे अफ 100 रुपिज इच त्यो 150 को प्लान्ट थियो यो 100 रुपियाँ अर्को त्यो गुजु जुजु परेर आउँछ कि म फोटो इन्सर्ट गरिदिन्छु यता यो चाहिँ मैले किनेको 150 को 6वटा लाइक आधे दर्जन बिरुवा होप दिस विल ग्रो म बचाउन सक्छु होला I don't know hope this will grow it looks so beautiful यसको लागि मैले एउटा गमला पनि ल्याएको छु I will show you the next thing that we got चाहिँ I got are related to my prayers हाम्रो चाहिँ अस्ति भर्खर लामा पढाउनु भएको थियो अनि लामा पढाउँदाखेरि एक दुईवटा सामान चाहिँ लासेममा राख्नु भन्नुभएको थियो अनि so this is the first one let me open this यो चाहिँ यस्तो हुन्छ यो चाहिँ I think they are the same मैले एउटा मात्रै किनेको भए पनि हुन्थ्यो क्यार यो चाहिँ लासेममा राखिन्छ यसले चाहिँ it is supposed to protect us from the evil spirit and all that मैले दुईवटा किनेको I just love how colorful it is and it does the work and यो चाहिँ हाम्रो लासेममा राख्नुपर्छ यसलाई चाहिँ भन्छ धुपे and it is made out of धूप नै हो जुन हामी बाल्छौँ यो चाहिँ एउटा
आर इन्सर्ट पिक्चर्स त्यसको अनुसार हामीले राख्नुपर्ने हुन्छ अनि यो चाहिँ हो धुपे यसलाई चाहिँ त्यहाँ राख्नुपर्ने हुन्छ बत्ती ल्याएको हाम्रोमा बत्ती त छ तर पनि आई वाज लाइक लेट्स बाई एनदर वान भनेर यो किनेको इट्स टिबेटियन बत्ती लाइक के भन्छ दियो बत्ती नै भन्छ टिबेटियन दियो हाम्रो घरतिर चाहिँ पुरै हुन्छ दिस स्मेल इट्स टु गुड मेरो मेरो पूजाको लागिलाई चाहिँ यति नै हो so let's move on so for my kitchen we have the first thing अब लोकल मार्केट जाँदा चाहिँ लोकल मार्केटमा जाँदा चाहिँ अलमोस्ट oh my god almost almost everything नै प्लास्टिक ब्यागमा आउँछ सो डोन्ट माइन्ड यो हामी रियुज गर्छौँ यो चाहिँ हुन्छ 3 लेयरको हुन्छ यो चाहिँ हामीले बनाउनुपर्छ यो डन्डा लगाएर आई विल मेक इट अनि यहाँ तपाईँलाई फोटो पनि इन्सर्ट गरिदिन्छु यो चाहिँ त्यही हो यो चाहिँ मैले खासमा कागती अनि हाम्रो सलाद आइटम राख्नको लागि नै किनेको हो किनभने नाङ्लोमा राख्दा राख्दा नाङ्लोको ठाउँ यत्रो हुन्छ अनि नाङ्लोले धेरै ठाउँ गर्छ त्यही भएर कपाल पनि कोरेको छ बिहानदेखि क्यान गाइस बिलिभ obsessed with myself अरू थोक पनि the next 3 item is also similar त्यो चाहिँ हो छक हाम्रोमा हुन्छ बनिन्छ थुक्पा चाउमिन मोमो अनि त्यसको लागि हाम्रो झकहरू पुरानो पुरानो भइसकेको थियो त्यही भएर आई गट न्यू झक दुईटा इच सानो साइजको ओरेन्ज र ग्रीन कलरको अनि अर्को इच फर थुक्पा रेड कलरको छ एन्ड इट्स ह्युज अनि अर्को आइटम छ आई गट दिस किनभने हामी झर्के थाल र झर्के बुटका युज गर्छौँ अनि दिस इट्स पिताम्बरी फर देम इट्स सो गुड 100 रुपिसको मात्रै हो बाई द वे द नेक्स्ट थिङ द्याट आई गट आर बुटुका बुटुका चाहिँ के भने सेरामिकको युज गर्छ हामी झर्केको युज गर्छ तर पनि कहिले कहिले पुग्दैन नपुग्नु इज अ गुड थिङ किनभने सेल्स धेरै हुन्छ सो आई गट अ स्टिलको बोटुका यो 800 कति रुपियाँ पर्यो 12वटालाई नट इभन 100 रुपिज सो या ह्याप्पी एन्ड द नेक्स्ट थिङ द्याट आई गट इट्स मोमोको प्लेट दिस इज लाइक 150 रुपियाँ पर्यो इट हेज a good thing like a dipping area अनि मोमो राख्ने एरिया लाइक 150 रुपियाँमा आई लाइक इट हाम्रोमा यस्तै छ पुरानो पनि पहिलाको अहिले हामीले युज गर्ने पनि अलिक ठुलो साइजमा छ बट इट्स पर्फेक्ट लाइक पर्फेक्ट मैले भनेन गुजु जुजु परेर आउने फुल फर द्याट आई गट लाइक दिस यो चाहिँ हो प्लान्टर sugar is barking यो चाहिँ हो प्लान्टर अनि यसमा चाहिँ 1 2 3 6वटा रोप्ने मैले सोचेको अनि इट विल बी लाइक all bloom over here like it will look so good भोलिपर्सि फुलेछ भने I will probably show you guys yeah that's a thing तर यो महँगो पर्यो जुन मैले भने न 1600 को 6वटा त्यो भन्दा महँगो पर्यो यो इट इज लाइक कति 320 something पर्यो it's expensive like last thing that I got is some skincare makeup thing yeah let's dive into it first thing that I got in this category are these 3 clips I am wearing one right now मैले कपाल यसले बाँधेर गएको थिएँ आजकल मैले यो रबर ब्यान्ड युज गरिरहेको छु किनभने मेरो चिम्टीहरू सबै हरायो कहाँ गयो मलाई थाहा छैन सो आई गट दिस क्लिप अरू मैले कति हेरेँ बजारमा क्लिप एउटा राम्रो पाएन अनि मलाई चाहिँ यो मन पर्यो किनभने यसको इट्स सो गुड क्वालिटीमा अनि कलर चाहिँ ओ माई गड लुक एट माई ह्यान्ड्स कलरमा चाहिँ मैले यो ल्याएँ
यो ल्याएँ अनि यो ल्याएँ सेम हो तर तिनवटा कलरमा बिकज आई लाइक इट अनि म बजार जाँदिनँ अनि क्लिपहरू त हराइ नै बस्छ सो आई गट इट अन थ्री तिनवटा अनि द नेक्स्ट थिङ द्याट आई गट इज अ मस्कारा विच ह्याज अ मिरर यो मिररको लागिलाई चाहिँ किनेको होइन Can you guys see yourself? Oh my god, you look so pretty. अनि अर्को मेरो पुरानो मस्कारा चाहिँ थियो अनि त्यसको चाहिँ के हुन्थ्यो भने चाहिँ धेरै मेसी के मैले लगाएको त छैन मैले मस्कारा मेकअप केही लगाएको छैन माई स्किन आर ब्रेकिङ आउट त्यही भएर अनि त्यो मस्काराले चाहिँ धेरै मेसी हुन्थ्यो अनि त्यही भएर मैले चाहिँ यो किनेको किनभने यो तलतिर मेरो भाउजूले किन्नुभएको छ अनि उहाँको मस्कारा चाहिँ एकचोटि लाउँदा 2 दिन बस्छ अरे लाइक लिटरली बस्छ अरे न बस्छ अस्ति मैले पनि लगाएको थिएँ अनि वाटरप्रुफ पनि छ अनि त्यही भएर आई वाज लाइक ओके आई बाई द सेम वान भनेर मैले यो सेम किनेर ल्याएको आई डोन्ट नो इभन द बोल्ड यसको कम्पनीहरू के हो त्यो मैले लगाएर मन परेपछि मैले यो किनिदिएको इट्स सो गुड यसको ब्रिसल्स चाहिँ मैले हेरिनँ फेरि आई डोन्ट नो यो प्याकेजिङ सेमले ओ या इट्स क्वाइट अ क्लिन ब्रिसल्स या अनि अर्को के किनेँ मैले मैले बिहान जाँदा यो लिपस्टिक पनि लगाएको थिइनँ त्यहाँनिर मैले एउटा लिपस्टिक देखेँ होइन अनि ट्राई गरेको यति लगाएको थिएँ यस्तो धेरै पिगमेन्ट भयो कि लाइक अहिले पनि कस्तो परैबाट हेर्दा पनि माई लिप्स आर टु भिजिबल अनि मैले त किनेँ अनि आई गट दिस इन दिस सेड लाइक लुक एट द सेड इट्स सो गुड अनि मलाई पहिला पनि यस्तो मन पर्थ्यो कि यस्तो लाइक लिक्विड फर्मुलाको लिपस्टिक तर मैले पहिला किन्थिनँ किनभने यत्रो लामो लामो बट्टा हुन्थ्यो अनि म खासै धेरै युज गर्दिनँ नि त अनि त्यही भएर त्यो पनि महँगो पनि पर्थ्यो 500 600 700सम्म जान्थ्यो है अनि म कहिले किन्थिनँ मैले त्यही के अरे मेरो लिप ग्लसहरूले नै काम चलाइरहेको हुन्थेँ बट दिस टाइम इट केम लाइक मिनी यो मिनी चाहिँ पर्यो ओन्ली 100 रुपिज मैले अर्को कलर पनि ग्र्याब गर्नुपर्ने थिएछ आई एम सो डिसपोइन्टेड अन द्याट थिङ आई एम रिग्रेटिङ द्याट तर अर्कोचोटि जाँदा आई विल डेफिनेटली बाई लाइक मैले स्वाप पनि गरेको थिएँ लुक यो कलर मैले ट्राई गरेको थिइनँ अनि यो कलर चाहिँ किनेँ किनभने इट वाज टु डार्क फर मी यो जुन लगाइरहेको छु आई फिल द्याट आइ एम नट कम्फोर्टेबल लाइक नट कन्फिडेन्ट कि यत्रो डार्क लिपस्टिक लगाएर म हिँड्नु सो आई गट अ लिटल नट डार्क वान अनि 100 रुपिस आई लभ इट लाइक यस्तो राम्रो आई लाइक लुक एट द्याट सो प्रिटी यो चाहिँ हो अर्को कुरा अनि we have come to a last thing that I have bought. The last thing is this Plum moisturizer. This is Plum's rice water and niacinamide clear moisture gel cream which gives hydration up to 2x and brighter skins in 2 weeks and it is for all skin type अनि आई वाज वाचिङ लाइक मलाई चाहिरहेको थियो एउटा राम्रो मोइस्चराइजर एन्ड मैले जब त्यहाँ देखेँ लाइक अनि आई वाज लाइक मैले अनलाइन पनि हेरिरहेको थिएँ अनि त्यहाँ पनि सेम प्राइस थियो प्लस 180 रुपिस डेलिभरी चार्ज त्योभन्दा त मैले यहीँ किनेको जित्छ भनेर मैले यहीँ किनिदिएँ प्लम इज अ गुड लाइक ब्रान्ड हाम्रो स्किनको लागिलाई मैले पहिला पनि युज गरेको छु उहाँहरूको एन्ड आई डेफिनेटली थिङ्क दिस विल वर्क गुड मैले त्यहाँ ट्राई गरेर लगाउनु मिल्दैन रहेछ but yeah rice water has always worked so good for me and plus mixed with niacinamide I know it's gonna be doing wonder to my skin so yeah that's it okay we have come to end of the haul and yeah that's all I have
spend it my adult money in. अझै पनि हाम्रो पुरै डे बाँकी नै छ. It's just 1:21 right now. We have a whole day left. अनि भोलि चाहिँ तल हाम्रो मामालामा पूजा छ. त्यहाँ पनि जानुपर्ने छ. अनि त्यो पनि हामी हेरौँला. If everything goes well, I will take you guys too. अनि बजारमा चाहिँ मैले vlog गर्न सकिनँ. I'm really sorry for that. बजारमा चाहिँ आज चाहिँ हाट बजारको दिन रहेछ. अनि it was so packed. अनि I was alone and I was not like really used to filming in like outside, so I'm really sorry. This is the like I didn't vlog. I'm really sorry, but in future I promise I will. Yeah, if I will get, I have to grow my confidence. Yeah, I will definitely vlog outside. Yeah, this was my cute little haul. Hope you like it. Bye. हाम्रो मम्मी चाहिँ यतापट्टि फुल रोप्नु हुँदैछ. को सिजन लाग्ने रहेछ. यो त कुन कलरको थियो? रातो थियो नि. रातो चाहिँ हाम्रोमा धेरै छ. यो सिङ्गल हैन. यो पनि दामी फुल छ. योहरू योपालि अलिक फुलेन, घाम लागेन. हाम्रो चुगलु त्यहाँ छ. चुगलु चुगलु भेरी डटी चुगलु. छैन, केही अर्डर राखेको छैन. मैले सबै बनाएर आएको. हाम्रो पटहरू चाहिँ यही हो. इट्स सो गुड क्वालिटी है. सेम क्वालिटी होला यो र यो चाहिँ. यो मैले ल्याएको छु जुन, तर यसमा चाहिँ हामीले यो रोप्न भनेर ल्याएको. यो के भन्छ अरे, मेनली फर यो प्लान्ट बढाउनको लागि है. सो गुड क्वालिटी. एउटा दुईवटा तिनवटा दुईवटा 2.15 भएछ. Here is our brother. काम नकाज दुश्मन अनाज. Yo, we sister. Okay. Hi guys, good morning. It's the next day. अनि अब चाहिँ हामी आज चाहिँ मेरो पूजामा जाने प्लान थियो, त्यो भएन because of my period. I got my period, so it's that. अनि त्यसपछिबाट आज चाहिँ I'm doing, म चाहिँ घरमा बस्दा स्किन केयर मेकअप केही गर्दिनँ आजकल, के भएको पनि. So I'm going to make my everyday makeup slash skin care thing. मेरो मसँग यहाँ छ. हिजो किनेर ल्याएको यसमै छ मेरो ब्यागमै. अनि यहाँ पुरानो छ. So let's do and organize my daily makeup skin care thing. Let's get into it. म चाहिँ by the way दोकानको काउन्टरमा छु, so don't mind this. It's everything that I have right now. I regret buying this. And अरू कुरा चाहिँ त्यही हो. Simple basic thing. Let's organize. This is definitely going. This is a very messy mascara. त्यही भएर मैदेखि चाहिँ यो किनेर ल्याएको. These are the items I'm not keeping in my like everyday thing, because this one is very messy, this one is very messy, this one is very dark for my skin tone. अनि यो चाहिँ म खासै युज गर्दिनँ. अनि यसको चाहिँ एउटा हुक पनि हराएछ. These are the things I'm keeping in my bag. Let's do unboxing of this thing.
Good packaging. Very lightweight and definitely gives that sign on a, yeah, very moisture. It has a good moisture and like it's very lightweight. That's it soaks in skin ma, so good. I like it. Let's do what's in my bag. The first thing is obviously the moisturizer, Plum moisturizer, very good, recently purchased. I don't do beauty related things, but we have a beauty blender and a eyelash curler. Tika because sometimes traditional look. A lip balm, favorite one from Dot and Key. My favorite one from Dot and Key. A kajal, just because. Two lip liner of similar shade. I like the darker one. A mascara, recently purchased yesterday. With a mirror. A clutcher because why not? And a mini lipstick that I purchased yesterday. And a pendant which is not common right now. Mm, this one which has my initial D because I don't know, I don't have anything else. That's it. Yeah, that's literally what's in my bag. Bye.